तर कतिजना हुन्छ कि हामीले देख्दैनौँ चर्चमा ब्याकमा काम गरिरहेकोहरू, अब जस्तै वर्सिप लिडर, युथ लिडर, पास्टरहरू भयो, एल्डर, अनि अरू पनि धेरै मानिसहरू छ चर्चमा जसले चाहिँ चर्चको लागि दिनरात काम गरिरहेको हुन्छ। तर कतिचोटि उनीहरूले चाहिँ अब त्यो एप्रिसिएटेड त्यो सिन फिल गरेको हुँदैन क्या मानिसकोबाट। अब उनीहरूले काम गरिरहेको हुन्छ तर त्यसको लागि अब उनीहरूले साबासी पाएको हुँदैन। अनि त्यो गर्दै गर्दा कतिले अब बिस्तारै सङ्गति आउन छोड्छ, कति अब त्यतिकै मनमुटावहरू भइरहेको हुन्छ है। अनि त्यसमा चाहिँ वाट डु यु थिङ्क? एउटा चर्च इन्डियामै छ, ऊ चाहिँ वुमन पाइलट हो, ऊ चाहिँ स्याटरडे नै आउँदो रहेछ क्या, स्याटरडे नै आउँदो रहेछ बेलुका चर्चमा। अनि त्यो स्टाफको लुगा लाउँदो रहेछ चर्चको, अनि उसले चाहिँ टोइलेट सफा गर्दो रहेछ क्या। अनि मान्छेले चाहिँ भन्दो रहेछ, अरे तपाईँ त पाइलट हो, यु सुडन्ट बी डुइङ दिस, तपाईँले यो कुरो गर्नु हुँदैन, तपाईँको जग्गा त अगाडि हो भन्दो रहेछ त्यहाँ अरू स्टाफहरूले क्या। तर उसले भन्दो रहेछ, मलाई बोल्नु पनि आउँदैन, मलाई त्यस्तो केही पनि आउँदैन, बट आई क्यान डु दिस। जब हामी नि क्राइस्टमा हामी सेक्योर्ड हुन्छौँ नि तब मात्र हामी सर्भ गर्न सक्छौँ क्या, नत्र हामी इन्सेक्योर हुन्छौँ क्या। होला सायद तपाईँलाई आज झाडु बढाल्दा नदेख्ला, कसैले अप्रिसिएट पनि नगर्ला होइन, तपाईँले भाँडा माझेको नदेख्ला, तर तपाईँको इन्टेन्ट चाहिँ प्रभु दिस इज नट आइ एम पर्फर्मिङ फर पिपल बट आइ एम डुइङ दिस फर यु, यो इन्टेन्ट राख्छु भने नि परमेश्वरले कहिले पनि त्यो कुरो ओभरलुक गर्नुहुन्न।